प्रधानमन्त्रीले खिसिट्युरी गरिदिने, मन्त्रीले धम्की दिदिने हैन, यो चाहिँ उसको चलखेल हो भनिदिने हैन, यस्तो कुराले उहाँहरूमा झन् उग्रता थप्ने काम मात्र भयो। वैशाख 4 गते भएको हाम्रो केन्द्रीय समिति बैठकको पहिलो निर्णय नै के थियो भने संसदीय दललाई शिक्षक आन्दोलनको समर्थनमा र माग पूरा गराउनको लागि सदनमा सशक्त रूपमा उपस्थित हुनु भन्ने थियो। त्यो अनुसार हामीले पटक पटक बोलिराखेको छौँ, कुराहरू गरिराखेको छौँ। आज विशेष समयमा बोल्ने क्रममा मैले त्यो कुरा उल्लेख पनि गरेको छौँ। अब हामी विगतमा अरू ठुलो दलहरूले गरेको जस्तो हरेक मुद्दामा सदन अवरुद्ध गरेर रोस्टम घेरेर त्यो परिस्थिति आउन नपरोस् भन्ने चाहन्छौँ। त्यसैले गर्दा एउटा कुरा त्यो। अर्को संसदीय अभ्यास भनेको सदन मात्र हुँदैन, समिति पनि हुन्छ। समितिमा हाम्रो पार्टीको तर्फबाट रहनुभएको पूर्व शिक्षा मन्त्री सुमना श्रेष्ठ र तोसीमा कार्की समितिमा हुनुहुन्छ। उहाँहरूले आफ्नो तर्फबाट यसको निर्वाहको लागि, यसको समाधानको लागि भूमिका निर्वाह गरिरहनु भएको छ। प्रधानमन्त्री स्वयंले आफू प्रतिपक्ष दलको नेता हुँदै गर्दा गुरु आउनुभयो, गुरुको माग आयो, गुरुलाई सम्मान गर्ने भनेर बोल्नुभयो। तर पछि आएर अहिले प्रधानमन्त्री हुँदाखेरि चाहिँ यो थपक्क पढाउन नगएर किन आएको भनेर बोल्ने भन्दै गर्दा कति चरित्रमा रङ बदलिँदो रहेछ कति चाँडै भन्ने देखियो। र त्यसले के देखाउँछ भने यसको समाधान र यसलाई चाहिँ एड्रेस गर्नुको सट्टा उहाँले चाहिँ न्यु खोजिरहनु भएको छ भन्ने र आज उग्रता थपिएको छ सडकमा, जुन राम्रो सङ्केत होइन। अहिले गर्न सकिने माग 4वटा के हो होइन, आज मिति तोकेर 6 महिनाभित्र गर्न सकिने के हो र यो चाहिँ गर्नै सकिँदैन है। यो चाहिँ तपाईहरूले अहिलेको अर्थतन्त्र, अहिले सरकारको आर्थिक दक्षताको आधारमा हामीलाई यति दिनको टाइम दिनुस् र त्यो अनुसारको रणनीति बनाऊँ न, सँगै काम गरौँ न भन्ने किसिमको। तर यो समस्याको उपज एउटा कुरा त यही ठुलो दलहरूले सृजना गरेको होइन र। शिक्षकलाई यो म्याथमेटिक्सको टिचर कि यो साइन्सको टिचर भन्दा पनि यो कङ्ग्रेसको टिचर कि एमालेको टिचर भनेर बनाइदिनु भयो होइन। उहाँको विषयगत दक्षताको आधार भन्दा पनि राजनीतिक संलग्नताको आधारमा शिक्षकहरूलाई टुक्राइदिनु भयो, खेमामा बाँडिदिनु भयो। अनि अहिले आएर जटिल भएको कारण त उहाँहरूलाई त्यो हो नि त। शैक्षिक पृष्ठभूमि, व्यक्तिगत दक्षता, उहाँको पृष्ठभूमिको क्षमताको आधारमा शिक्षकहरूलाई चाहिँ तपाईँ नेपालीको टिचर, तपाईँ इङ्ग्लिसको टिचर भन्ने भन्दा पनि तपाईँ प्रगतिशील टिचर, तपाईँ लोकतान्त्रिक टिचर भनेर भनिदिनु भयो। अनि अहिले आएर उहाँहरू पनि त्यो आफ्नो प्राथमिकता भन्दा अरू सबै कुरामा अल्झिरहनु भएको छ। त्यसैले यसलाई तात्काल गर्न सकिने समस्याको समाधान मध्यमकालमा 6 महिना टाइम दिएर र 3 वर्षको योजना बनाएर गर्न सकिने भनेर त्यो एउटा समझदारीमा जान सकिन्छ। र हामीले के भनेको छौँ भने न्यायोचित मागहरू चाहिँ सरकारले पुरा गर्नुपर्छ भन्दा यो समस्याहरू किन आउँछ त भन्दै गर्दा दुईटा कुरा। एउटा, जहिले पनि समस्यालाई समाधान नगरिकन धकेल्ने बानी हैन, यो अर्को सरकारको पालोमा होस्, अर्को मन्त्रीले जिम्मेवारी लियोस्, म यसलाई टालटुल पार्छु भनेर जहिले पनि त्यो टालटुले सम्झौता भयो र त्यसको निराकरणतर्फ गम्भीरताको साथ कुनै पनि कार्यकालमा काम भएन। त्यो एउटा कुरा। अर्को कुरा यो के भनिन्छ भने इङ्ग्लिसमा एउटा स्टेटमेन्ट, इफ द प्रब्लम इज भेरी बिग ब्रेक इट डाउन टु स्मल पिसेस भन्छ होइन। समस्या धेरै ठुलो छ भने त्यसलाई ठुलो समस्याको रूपमा हेरिरहनुको साटो त्यसलाई सानो सानो टुक्रामा टुक्र्याउनुहोस् अनि त्यसपछि समाधान गर्नुतिर लाग्नुहोस्। आनेदेखि लिएर पानीको फोहर आनेदेखि लिएर सबै सुरु भइसक्यो सरकारको तर्फबाट। अब यो शिक्षकहरूका समस्याहरू र यो आन्दोलन जुन माग र मुद्दा लिएर आउनु भएको थियो, यो सरकार अधिकृत समितिले छैन त्यो पुरा गर्नलाई, त्यो मागहरू पुरा गर्नलाई। तपाईँहरू प्रतिपक्ष हुनुहुन्छ, तपाईँहरूको भूमिका चाहिँ के हो? अहिले संसदमा त्यो अनुरूपको देखिरहेको छैन। यो विषयमा चाहिँ के भन्नुहुन्छ अलिकति स्पष्ट पारिदिनुहोस् न। दुईवटा, पहिला त हाम्रो भूमिकाको कुराबाट वैशाख 4 गते भएको हाम्रो केन्द्रीय समिति बैठकको पहिलो निर्णय नै के थियो भने संसदीय दललाई शिक्षक आन्दोलनको समर्थनमा र माग पूरा गराउनको लागि सदनमा सशक्त रूपमा उपस्थित हुनु भन्ने थियो। त्यो अनुसार हामीले पटक पटक बोलिराखेको छौँ, कुराहरू गरिराखेको छौँ। आज विशेष समयमा बोल्ने क्रममा मैले त्यो कुरा उल्लेख पनि गरेको छौँ।
अब हामी विगतमा अरू ठुलो दलहरूले गरेको जस्तो हरेक मुद्दामा सदन अवरुद्ध गरेर रोस्टम घेरेर त्यो परिस्थिति आउन नपरोस् भन्ने चाहन्छौँ। त्यसैले गर्दा एउटा कुरा त्यो। अर्को संसदीय अभ्यास भनेको सदन मात्र हुँदैन, समिति पनि हुन्छ। समितिमा हाम्रो पार्टीको तर्फबाट रहनुभएको पूर्व शिक्षा मन्त्री सुमना श्रेष्ठ र तोसीमा कार्की समितिमा हुनुहुन्छ। उहाँहरूले आफ्नो तर्फबाट यसको निर्वाहको लागि, यसको समाधानको लागि भूमिका निर्वाह गरिरहनु भएको छ। त्यो दोस्रो पक्ष भयो र हामी त्यो मुद्दा र त्यो आन्दोलनको पक्षमा छौँ र त्यसलाई सरकारले गम्भीरताका साथ सम्बोधन गर्नुपर्छ भन्ने कुरामा छौँ। यसको अर्को पाटो हेर्दै गर्दा यो समस्याहरू किन आउँछ त भन्दै गर्दा दुईवटा कुरा। एउटा, जहिले पनि समस्यालाई समाधान नगरिकन धकेल्ने बानी, होइन, यो अर्को सरकारको पालोमा होस्, अर्को मन्त्रीले जिम्मेवारी लियोस्, म यसलाई टालटुल पार्छु भनेर जहिले पनि त्यो टालटुले सम्झौता भयो र त्यसको निराकरणतर्फ गम्भीरताको साथ कुनै पनि कार्यकालमा काम भएन। त्यो एउटा कुरा। अर्को कुरा यो के भनिन्छ भने इङ्ग्लिसमा एउटा स्टेटमेन्ट, इफ द प्रब्लम इज भेरी बिग ब्रेक इट डाउन टु स्मल पिसेस भन्छ, होइन। समस्या धेरै ठुलो छ भने त्यसलाई ठुलो समस्याको रूपमा हेरिरहनुको साटो त्यसलाई सानो सानो टुक्रामा टुक्र्याउनुहोस् अनि त्यसपछि समाधान गर्नुतिर लाग्नुहोस् भनेर सरकारको अहिलेको पनि आचरण त्यो छैन, होइन, कि यसलाई चाहिँ सानो सानो टुक्रामा टुक्र्याएर त्यसलाई समाधान गरौँ भन्नुको सट्टा पनि प्रधानमन्त्रीले खिसीट्युरी गरिदिने, मन्त्रीले धम्की दिदिने, होइन, यो चाहिँ उसको चलखेल हो भनिदिने, होइन, यस्तो कुराले उहाँहरूमा झन् उग्रता थप्ने काम मात्र भयो। सडकमा रहेको शिक्षकहरूमा प्रधानमन्त्री स्वयंले आफू प्रतिपक्ष दलको नेता हुँदै गर्दा गुरु आउनुभयो, गुरुको माग आयो, गुरुलाई सम्मान गर्ने भनेर बोल्नुभयो, तर पछि आएर अहिले प्रधानमन्त्री हुँदाखेरि चाहिँ यो थपक्क पढाउन नगएर किन आएको भनेर बोल्ने भन्दै गर्दा कति चरित्रमा रङ बदलिँदो रहेछ कति चाँडै भन्ने देखियो। र त्यसले के देखाउँछ भने यसको समाधान र यसलाई चाहिँ एड्रेस गर्नुको सट्टा उहाँले चाहिँ न्यु खोजिरहनु भएको छ भन्ने र आज उग्रता थपिएको छ सडकमा, जुन राम्रो सङ्केत होइन। तपाईँको दृष्टिकोणमा शिक्षकहरूको मागहरू पुरा गर्न सक्ने खालका, सरकारले पुरा गर्न सक्ने खालको छ? तपाईँहरू भएको भए के गर्ने थियो? यसलाई मैले अघि नै भनिसकेँ तपाईँको प्रश्नको जवाफ। इफ द प्रब्लम इज भेरी बिग ब्रेक इट डाउन टु स्मल पिसेस। अहिले गर्न सकिने माग चारवटा के हो, होइन, आज मिति तोकेर 6 महिनाभित्र गर्न सकिने के हो र यो चाहिँ गर्नै सकिँदैन है। यो चाहिँ तपाईँहरूले अहिलेको अर्थतन्त्र, अहिले सरकारको आर्थिक दक्षताको आधारमा हामीलाई यति दिनको टाइम दिनुहोस् र त्यो अनुसारको रणनीति बनाऊँ न, सँगै काम गरौँ न भन्ने किसिमको। तर यो समस्याको उपज एउटा कुरा त यही ठुलो दलहरूले सृजना गरेको होइन र। शिक्षकलाई यो म्याथमेटिक्सको टिचर कि यो साइन्सको टिचर भन्दा पनि यो कङ्ग्रेसको टिचर कि एमालेको टिचर भनेर बनाइदिनु भयो, होइन। उहाँको विषयगत दक्षताको आधार भन्दा पनि राजनीतिक संलग्नताको आधारमा शिक्षकहरूलाई टुक्राइदिनु भयो, खेमामा बाँडिदिनु भयो। अनि अहिले आएर जटिल भएको कारण त उहाँहरूलाई त्यो हो नि त खासमा, होइन। उहाँहरूको शैक्षिक पृष्ठभूमि, व्यक्तिगत दक्षता, उहाँको पृष्ठभूमिको क्षमताको आधारमा शिक्षकहरूलाई चाहिँ तपाईँ नेपालीको टिचर, तपाईँ इङ्ग्लिसको टिचर भन्दा पनि तपाईँ प्रगतिशील टिचर, तपाईँ लोकतान्त्रिक टिचर भनेर भनिदिनु भयो। अनि अहिले आएर उहाँहरू पनि त्यो आफ्नो प्राथमिकता भन्दा अरू सबै कुरामा अल्झिरहनु भएको छ। त्यसैले यसलाई तात्काल गर्न सकिने समस्याको समाधान मध्यमकालमा 6 महिना टाइम दिएर र 3 वर्षको योजना बनाएर गर्न सकिने भनेर त्यो एउटा समझदारीमा जान सकिन्छ। र हामीले के भनेको छौँ भने न्यायोचित मागहरू चाहिँ सरकारले पुरा गर्नुपर्छ भनेर। हजुर, धन्यवाद। आज तपाईँले भन्नु यो 7 बुँदे गरेर काङ्ग्रेस र एमालेले जे म्यान्डेटमा सरकार गठन गरिरहेको थियो, 10 महिना बित्यो, पानो फर्किएन 7 बुँदेको। यो सरकार अब पूर्णतः फेल दिशामा गयो भनेर तपाईँले के भन्नुभयो? सरकार पूर्णतः फेल दिशामा गयो, सरकार सफल भइरहेछ भनेको छु त मैले, होइन। 7 बुँदे चाहिँ बाहिर देखाउनको लागि एउटा थियो, तर यथार्थमा 7 बुँदे चाहिँ अर्को रहेछ। पहिलो बुँदा रविलाई थुन्ने, होइन, दोस्रो बुँदा कुलमान लखेट्ने, तेस्रो बुँदा यो सार्वजनिक पदहरू बाँडफाँड गर्ने, चौथो बुँदा चाहिँ आफ्नो मान्छेहरूको फाइल लुकाउने, होइन, पाँचौँ बुँदा चाहिँ राजनीतिक अस्थिरता ल्याउने, छैठौँ बुँदा चाहिँ यो तपाईँको सबै पक्षलाई, चिकित्सक, शिक्षक, यो सबैलाई आन्दोलनमा लिएर आइदिने,
होइन व्यवस्था विरोधीलाई मलजल गर्नु। यस्तो यस्तो रहेछ अनि त्यो त सबै गरिसक्नु भयो त होइन तर यदि साँच्चीकै उहाँहरूले जुन 7 बुँदा देखाउनु भएको थियो र पहिलो बुँदामा संविधान संशोधन थियो भने 10 महिनासम्म कार्यदल समेत किन बनेन भन्ने मेरो प्रश्न हो। तपाईँको माग हो कार्यदल बनाऊ भने? हो त हामी पनि चाहन्छौँ संविधानको आवश्यक परिमार्जन गर्नुपर्ने बुँदाहरूमा आवश्यक छलफल होस् सर्वपक्षीय छलफल होस् हामी पनि चाहन्छौँ त्यो र गठबन्धनले त आफ्नो गठबन्धन बनाउँदै गर्दा गर्नुभएको पहिलो प्रमिस त्यही थियो नि होइन पहिलो प्रतिबद्धता त्यो थियो नि तर 10 महिनासम्म कार्यदल धरी बनाउन नसक्ने उहाँको अकर्मण नेताले के देखाउँछ भने प्राथमिकता त्यो होइन रहेछ प्राथमिकता त मान्छेहरूलाई लखेट्ने थुन्ने आफ्नो मान्छे नियुक्ति गर्ने आफ्नो मान्छेको फाइल लुकाउने यो पो रहेछ त्यसैले गर्दा जुन उहाँहरूको हिडन एजेन्डा थियो त्यो अनुसार त सरकार र गठबन्धन सफल भइसक्यो तर जनतालाई जुन 7 बुँदे सम्झौता देखाउनु भएको थियो समृद्धि राजनीतिक स्थायित्व संविधानको संस्थागत अभ्यास यो संविधानको संशोधन परिमार्जनहरू त कार्यदल धरी कतै बनेन 10 महिनामा भनेको यो चाहिँ देखाउने एजेन्डा पब्लिक कन्जम्सनको लागि एजेन्डा रहेछ हिडन चाहिँ जे थियो त्यो पुरा गरिसक्नु भयो। अब कार्य सम्पादन पुरा भयो भने चाहिँ कार्यकाल चाहिँ किन रहने हो? कार्य सम्पादन पुरा भइसकेपछि कार्यकाल रहनु होइन म त्यो कुरामा बोल्नै चाहदिनँ। हेर्नुहोस् मेरो आशय यो सरकार ढल्नुपर्छ र यो हुनुपर्छ हामी कुरिरहेछौँ केही पनि छैन है हामी जसरी काम गरिरहेछौँ यसैमा अझै तीव्रता अझै यसमा दक्षता थप्न चाहन्छौँ सरकार रहोस्। मैले आज पनि यो सदनको रेकर्डमा हुने गरी बोलेको छु कि सरकार रहोस् किनकि यो गठबन्धन कतिसम्म गिर्दो रहेछ भने हामी हेर्न चाहन्छौँ होइन मैले आज बोलेको छु कम्बोडिया मलेसिया युक्रेन इन्डिया पाकिस्तान चाइनाको अहिलेको विश्वको अर्थतन्त्रमा उनीहरूको प्राथमिकता के छ होइन चाइनाले नलिएको बोइङको जहाज कसलाई बेच्ने भनेर अमेरिकालाई चिन्ता छ यदि इन्डिया र पाकिस्तानको युद्ध भइदियो भने आफूलाई कसरी संरक्षण गर्ने भनेर बङ्गलादेशको चिन्ता छ चाइनाको प्रायोरिटी अर्को छ यो सबै कम्बोडिया र मलेसियाले आफ्नो सोलर प्लान्ट अमेरिकाले लिएन 234% ट्याक्स बढाइदियो अब म कहाँ बेच्नु भन्ने चिन्ता छ अनि हामी चाहिँ एउटा 3 महिनादेखि गभर्नर नियुक्त गर्न सकेका छैनौँ होइन जुन विश्व जगतमा 24 घण्टाभन्दा धेरै खाली रहँदैन त्यो पद अनि हामी त्यहाँ अड्केका छौँ भनेपछि यो गठबन्धन कति बौद्धिक दरिद्रता र अकर्मण्यताको आधारमा चलिराखेको छ भन्ने कुरा त यतिकै देख्न सक्छौँ नि हामी होइन त्यसैले गर्दा हामी अझ कतिसम्म गिर्दो रहेछ भनेर हेर्न चाहन्छौँ यो कामना छ यो सरकार अझै टिकोस् चलोस्। मान्यज्यू यो सहकारी प्रकरणमा फरार रहेको नेपाली काङ्ग्रेसको सांसद माया राई पक्राउ पर्नु भएको छ तपाईँहरूले यो विषयमा पनि धेरैचोटि संसदमा आवाज उठाउनु भयो यो प्रक्रिया मात्रै होला कि पक्राउ गर्ने साँच्चै अनुसन्धानको दायरामा ल्याउन खोजेको भर्खर म तपाईँहरूसँग कुरा गर्नलाई आउँदै गर्दा गृहमन्त्रीज्यू जाँदै हुनुहुन्थ्यो भित्र छिर्दै हुनुहुन्थ्यो मैले उहाँलाई भने कि दाइ तपाईँहरूले हिजो राति पक्राउ गरेर आज सदनमा धेरैजनाको कन्टेन्ट चेन्ज गरिदिनु भयो नत्र धेरैजना उहाँ त अस्ति आएर हाजिर गरेर जानुभएको रहेछ धेरैजना चाहिँ तपाईँलाई गाली गर्नेवाला थिए भनेपछि ठिक भयो होइन भन्दा ठिक भयो बाँकी पनि धेरै छ हामी लिस्ट दिन्छौँ सबैलाई समात्नुहोस् किनकि नेपाली काङ्ग्रेस र एमालेका निर्वाचित प्रतिनिधि पनि धेरैजना हुनुहुन्छ जो 1-1.5 वर्षदेखि पक्राउ पुर्जी जारी भएर आफ्नो कार्यकक्षमै काम गरिरहनु भएको छ उहाँहरूलाई पनि समातियोस् भन्ने हो र अर्को कुरा आज अदालतले 3 दिन उहाँलाई नियन्त्रणमा लिएर प्रक्रिया अगाडि बढाउनुहोस् भनेर भनेको छ त्यसैले गर्दा हामी यसमा अहिले नै जजमेन्टल हुन चाहँदैनौँ हामी यसलाई प्रक्रियागत रूपमा न्यायोचित तरिकाले यसमा अदालत सरकार सत्ता प्रशासन सबैले काम गरोस् भन्ने हामी हेर्न चाहन्छौँ त्यो परीक्षाको कठघरामा उहाँहरू हुनुहुन्छ त्यसैले आज भर्खर 3 दिनको लागि थपेको छ अहिले जजमेन्टल ओपिनियन त्यसमा नदिउँ। यो केही दिन अगाडि तपाईँको सांसदहरू सामूहिक राजीनामा दिएर पार्टी फुटाल्दैछन् भन्ने एउटा हौवा सामाजिक सञ्जालमा भित्रभित्र भाइरलै बनिरहेको थियो होइन अब त्यही केही दिन अगाडि तपाईँको सहमन्त्रीबाट पनि राजीनामा पनि आइरहेको थियो राष्ट्रसभामा केही पाक्दैछ अथवा अरू कसैले खेल्दैछन् यो हल्लाहरू के हो तपाईँ त प्रवक्ता पनि हुनुभयो आज मौका पनि मलाई त्यो दिन धेरै पत्रकारहरूको फोन आयो धेरै पत्रकारहरूको फोन आउँदै गर्दाखेरि म त एकदम दिक्क लाग्दो भयो कि एउटा कुनै नेताको सचिवालयले चलाएको फेसबुक ग्रुपमा कसैले पोस्ट गरिदिएको आधारमा सबै मिडिया हल्ल्यो होइन र प्रश्न गर्न थाले कति कमजोर धरातलमा जर्नलिजम भइराखेको छ भन्ने मलाई त्यो म पनि जर्नलिजम ब्याकग्राउन्डमा आएको हुनाले मलाई त्यो सरोकार छ त्यो एउटा कुरा कसैले फेसबुकमा कुनै ग्रुपमा लेखिदिएको स्टेटस त्यो पनि फेक
नाम छ हेर्नुहोस् है त्यहाँ त्यो मान्छेको नाम पनि रियल छैन अनुहार पनि छैन नाम पनि छैन उसले लेखिदिएको आधारमा नेपालको मिडिया हल्लिनु भनेको कमजोर धरातल हो त्यसरी नहल्लियोस् भन्ने मेरो कामना अर्को कुरा सरोकार तेस्रो कुरा यस्तो कुराहरूमा त्यो होइन र सुमनाजी दलमा 4वटा पोजिसनमा जिम्मेवारीमा हुनुहुन्थ्यो म एउटामा धेरै काम गर्न चाहन्छु त्यसैले गर्दा यो मैले अलिक कम काम गर्न सकिराखेको ठाउँ छोड्न चाहन्छु भनेको राजनीतिक अभ्यास सबल हो त्यो राम्रो हो उदार हो पोजिसन छोड्न सक्नु भनेको राम्रो पक्ष हो त्यसलाई त्यसरी नलिकन अब पार्टी नै फुट्न थाल्यो भालेनसँग गयो भनेको त्यो हौवा हो तपाईँहरूलाई सबैजनालाई अनुरोध आधिकारिक धारणाको आधारमा मात्र समाचार बनाउनुहोस् यस्तोको पछाडि नलागिदिनुहोस् भन्ने त्यो क्लेरिफिकेसनको लागि अहिले तपाईँले प्रश्न सोध्नुभयो त्यसको लागि पनि धन्यवाद सबैजना सचिवालयको कुरा प्रसङ्ग ल्याउनु हो त्यसपछि कसले यो हौवा फैलायो त्यो त तपाईँ हेर्नुहोस् न नेपाली कङ्ग्रेसको अब 3 जना नेताको तस्बिर राखेर कभर पिक्चर राखेर नेपाली कङ्ग्रेस भन्ने एउटा फेसबुक ग्रुप छ 40-45 हजार सदस्य छन् त्यसमा लेख्यो त्यो स्क्रिनसटको आधारमा हल्ला भयो भन्ने देख्यौँ हामीले होइन त्यसैले त्यस्तो फेक आइडीहरूले गरेको पोस्टको पछाडि नलाग्नुहोस् भन्ने एउटा जर्नलिजमको ब्याकग्राउन्डबाट आएको जनप्रतिनिधिको हिसाबले म तपाईँहरूलाई रिक्वेस्ट गर्न चाहन्छु धन्यवाद